25औं शताब्दी लागिसक्यो। परिवर्तन हुनुपर्छ भन्दा भन्दा धेरै परिवर्तनहरू भए। एजुकेटेड पर्सनहरू अहिलेको टाइममा हुनुहुन्छ भनिन्छ। त्यही पनि डर र त्रास यो मनमा लागिरहन्छ। सबैले शिक्षाको बाटो रोज्दै गए, तर पनि मान्छे शिक्षित भएर पनि एकअर्कालाई काटमार गर्न छोडेन। यो चाहियो त्यो चाहियो हकको लडाईँ मात्र हुन्छ। के कहिले कसो हामी सोचिन्छ कि कसैको हजुरको हकले गर्दा कसैको हृदयमा ठुलो चोट लाग्छ। आज ठाउँ ठाउँमा घटना घटिरहेको छ। त्यो घटना घटाउने नि कसैको सन्तान हुन् र घटनामा पर्ने पनि कसैका सन्तान हुन्। के फिलिङ भन्ने हाम्रो परिवर्तन हुन सक्दैन? के आफ्नो इच्छाको लागि कसैको ज्यानै लिन जरुरी हुन्छ? आज मान्छेले जे गरे पनि भगवानले देखिराख्नुभएको छ। भगवान मर्नु भएको छैन, बास दुनियाँले भगवान हुनुहुन्न भनेर आज भगवान स्तब्ध भएर हेरिराख्नु भएको छ। तिमीहरू के गर्न सक्छौ गर, मेरो एकैचोटि